हेलो गुड मर्निङ सबैजनालाई र आजको नयाँ वर्षको धेरै धेरै शुभकामना छ सबैजनालाई। र आज जति पनि सायद जब बितेको साल अथवा 2081 सालमा सायद मबाट जति गल्ती भयो र सायद मबाट राम्रो नराम्रो काम भयो होइन, कसैको मन दुखाउने काम भयो होला है। र त्यसलाई सबै पछ्याएर भनेको हामीबाट अब 2082 सालतिरको यात्राको सबैजनालाई शुभकामना छ। र सबैजनाको नयाँ सालको सँगसँगैको सबैजनाको जिन्दगीको सुरुवात र सबैजनालाई भनेको यता जिन्दगी यात्राको भविष्य यता सफल यात्राको शुभकामना रहोस्। र सबैजनाको जिन्दगीमा भनेको फुलको यता भनौँ अथवा फुलको यता हरियाली वनजङ्गलले भरेको सुन्दरता जीवन वैवाहिक जीवनहरूको यात्राको शुभकामना छ। र सबैजनालाई यस नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना छ। र सोचेको हरेक कुराहरू सबैजनाको अन्तिम यो सालसँगै हरियाली सधैँभरि हाँसेको सधैँभरि खुसी भएर हिँडेको देख्न पाऊँ र सबैजनाको जिन्दगीको शुभको यात्रा छ। सबैको कामहरू सबैजनाको सोचेको सफल रहोस्। 2072 सालको धेरै धेरै शुभकामना छ। सबैजनालाई धेरै धेरै मिस गर्दछु र सम्पूर्ण यता घरबाट छुटेर हिँड्नुभएका सम्पूर्ण दाइजूहरू दिदीबहिनीहरूलाई है र परदेशमा गएर केही जिन्दगी परिवर्तन चेन्ज गर्नको लागि सुख साट्नका लागि सम्पूर्ण विदेशी भएका यिनी कर्मको फल र गइराख्नु भएको विदेशी दाजुभाइ दिदीबहिनी र घरबाट छोडेर हिँड्नु केही पर दुःख गर्नका लागि गइराख्नु हुने मेरो सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूलाई पनि त्यस कामको शुभकामना। जति भयो गलत काम थियो होइन, जति काम गरेर निराश भएको थियो त्यो काममा सफल रहोस्। सबैजनालाई नयाँ वर्षको शुभकामना। कता हो कता यता हो यता 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 गोरी नानीहरूको थाहा रातो गलो मैचाङको जानुपर्छ हामी पनि काठमाडौँ। देख्नु भएन ओरेको झरे भन्दै त भलक बन्छ नि त नयाँ खसेको आकाशमा हिँडेर चाहिँ हामी चाहिँ प्लेनमा हिँडेको प्लेनमा हिँडेको हामी चाहिँ ल आडा सिकाएको क्या त्यहाँ अलिकति छेकाएको क्या त्यहाँ होइन अड्किनु पऱ्यो नि त फेरि ल अहिले चाहिँ दामी भयो। हामी चाहिँ प्लेनमा हिँडेको गाइस प्लेनमा स्पिड भएको रहेछ होइन। आमा ए गाइस हामी चाहिँ प्लेनमा हिँडेको प्लेनमा ए आज चाहिँ पुरै देखाइदिनु पऱ्यो यार। ओए कता छ हाम्रो बिल्डिङ गाइस यो बिल्डिङ चाहिँ भन यस्तो बवाल छ कि होइन, मा कसम यहाँ गन्यो भने लगभग 4000वटा जति कोठा होला होइन। रुम चाहिँ 4000 जति रुम छ यहाँ गाइस के त है बिल्डिङ जति बरबाट म पनि छ है। वेट कता हो हाम्रो बिल्डिङ यार। ओहो गाइस हामी चाहिँ हिँडेको ल कता हो हामी चाहिँ यस्तो डल्ले रहेछ माथि पनि होइन। लास्ट डल्ले भएर गाह्रो छ के त हो। तपाईँको केही कुरा भनिदिनुहोस् ल। हाम्रो यहाँ हुन्छ मिलन सर हुनुहुन्छ है। के कुरा भन्नु छ र गर्मी छ त्यही हो। भोलि चाहिँ हाम्रो नयाँ भिडियो आउँदैछ, भोलि हामी घुम्न जाँदैछौँ। भोलिको भिडियो चाहिँ राम्रोसँग हेरिदिनु होला त्यही भन्न चाहन्छु। भोलि हाम्रो सन्डे हो त्यही कारण त हामी जानु पर्दैछ नि त।
आफ्नो देश भने आफ्नो प्रदेश भने आफ्नै हो क्या अर्काको प्रदेश भनेर गु खाने पऱ्यो सबजना झ्याली गर्छ लास्ट नेपाली हो त हो मामा हो मलाई थाहा छैन म नेपाली हो नेपाललाई माया गर्दो ओए उताको बिल्डिङले देखि ज्याएर हेर्नु न ओए हेलो म त तिमीलाई माया गर्ने मान्छे तिमी आफ्नो भन्न सक्दिन कि माया गर्ने मान्छे सधैँ किन दुखी हुनुपर्छ तिमी नै त हौ नि धेरै आखिर किन छोडी जान्छौ अन्डे आज किन यति ढिलो आज किन यति ढिलो अनि अरू बेला त अलिक चाँडै आउनुहुन्छ त अनि बनाइसक्नु भएको अलिक बेलै माथि बनाइराख्नु न ल लास्टी टाढो टाढो हुन्छ अलिक चिसो चिसो खानु पाऊँ न होइन ओए धन्दा हावाले उडाएको यार ओइ धन्दा उडाएको होइन जान्छु सकानी जान्छु तिमीलाई छोडेर ल हामी चाहिँ अब आइपुग्ने बेला भइसक्यो है त्यहाँ धेरै छैन अब हामी एकछिनमा आइपुगिहाल्छौँ होइन त्यही भएर आज हामी हिँड्दैछौँ घाममा गाह्रो छ परेछ गाह्रो छ केटा हो पैसा कमाउन गाह्रो छ केटा हो पैसा कमाउन गाह्रो छ हेर्नुहोस् गाइजहरु मेरो नाम चाहिँ जीवन फुङजाली मगर हो हेर्नुहोस् सबैको नाम चाहिँ बसन्ते ल केटा हो आइदिनुहोस् होला होइन बसन्त थापा मगरलाई चाहिँ एकदमै माया गरिदिनु होला मैले पनि माया गरेको छु हो गाह्रो छ हो होइन पैसा कमाउन यस्तो घाममा हिँड्नुपर्छ होइन हेर्नुहोस् त्यही भएर केटा हो जन्मै नलोस् हो केटा हो गाह्रो छ हौ कमाउन गाह्रो छ जन्मै नलोस् त्यही भएर हामीलाई हेर्नुहोस् जन्म लिएर मायाकोसँग गाह्रो भइरहेछ होइन त्यही भएर त्यो अब यो आउने केटाहरू जन्म नल्यो देशतिर परदेशतिर जन्म नल्यो नेपालतिर केही न केही गरोस् रमाउने उमेरैमा कमाउन हिँड्नु पर्ने कस्तो छ जिन्दगीको खेल हो कहाँ हो पुग्ने थाहा छैन परदेशमै बित्ने हो कि के भएर कुनै के भोला या ल हामी आइपुग्यो बाई बाई सबजनालाई